मेरो सिग्नेचर चाहिएको छ। रात किन हुन्छ हजुर हाम्रो एन्जिला मुभीको चाहिँ प्रोड्युसर हाम्रो दाईहरू यहाँ हुनुहुन्छ है। खाजा खाँदै हुनुहुन्छ, सरी ल डिस्टर्ब गरेर हजुरलाई। केही छैन, खानुपर्छ, नखाइ त बाँच्न सकिन्न। सबैभन्दा फर्स्ट अफ अल त खानेकुरा नै हो है। त्यो मासमा टी सर्ट बाँड्नलाई एन्जिला ल्याएको थिएँ साइड गरेर दिनलाई। त्यो मासमा कसैलाई बाँड्न सकिन्छ, बाहिर निस्केपछि उहाँले मेरो सिग्नेचर चाहिएको छ, एन्जिला कसरी दिन्छु, म पेपर पनि छैन भन्दाखेरि लक्कीले त्यो टी सर्ट उहाँले पाउनु भएको मतलब कति एट्याचमेन्ट रहेछ एन्जिला र उहाँहरूको बिचमा कि एउटा टी सर्टभित्र हलमा अडियन्सको बिचमा नपाएर उहाँले बाहिर पाउनु। म यो ब्लग बिचमा एउटा चिज बोल्नु छ। म चलचित्र वितरणको नामले गर्दाखेरि चलचित्र अहिले जताततै उत्कृष्ट चलिरहेको छ। सबै दर्शकको नेपालीको माया छ यहाँ। यो एउटा हाम्रो अभियान हो, त्यो पैसाको भन्दा पनि एउटा अभियान हो। यो अभियानमा हाम्रो भाइ आदरणीय दाइले दोले आज गर्नुहुन्छ, त्यो उहाँलाई सम्मान छ। र यो चलचित्रमा पनि डिसिजन गर्नु मेरो लागि पनि एउटा एकदम धेरै खुसी छु। यो उहाँले एउटा जिम्मेवारी विश्वास गर्नुभयो। यसको लागि सम्पूर्ण टिमलाई गरिदिन चाहन्छु। त्यो भन्दै गर्दा चाहिँ के चाहिँ हुन्छ कि आज तपाईँहरू जहाँ हुनुहुन्छ, जस्तो अवस्था हुन्छ, तपाईँले आफ्नो हेल्थको केयर गर्नु होला। आज फ्राइडे जग्गाको त्यस्तै माहौल गर्नु छ होइन। भोलि तपाईँहरूको हेल्थ राम्रो भयो भने हामीलाई लाग्छ कि हामी टिमलाई हामी ठुक्क तपाईँहरू भोलि आएर स्वास्थ्य रहेर भोलि हामी जहाँ छ त्यहीँ आएर तपाईँले भोलि आएर सिनेमा हेर्नु हामी ढुक्क छ। थ्याङ्क यू। यहाँ चाहिँ हाम्रो एन्जिलाको टिमसँग छौँ हामी चाहिँ अहिले। मुभी हेरेर रुयो। हजुरहरू पनि आएर प्रत्येक हलमा हेरिदिनु होला। हजुरहरूको पनि मन जस आफूले खेलेर पुरा गर्न नसके पनि एन्जिलाले पुरा गरेको महसुस हुने हजुरहरूलाई है। विशेष गरी खेलप्रेमीहरूलाई म विनम्र अनुरोध गर्छु र सबै बाबा मम्मीहरूलाई आफ्नो छोरीहरूलाई पनि हरेक कुरामा अगाडि बढाउन हुनको लागि अवसर दिनको लागि हार्दिक अनुरोध गर्दछु। भिडियो आएको छ भाइ? भिडियो आइरहेछ? अलि माथि गर्नुपर्छ। हजुर भ्लग पनि हो। यो भ्लग चाहिँ उहाँको एकदम लाखौँ करोडौँ जाने गरी बनाइदिनु पर्यो होइन। उहाँको भ्लग चाहिँ यहाँ सुन्नु है, उहाँको भ्लग चाहिँ एकदम उहाँको भ्लग त्यो ढोका ढोका ठिक छ यतिको कहाँ ग्यादरिङ पनि त चाहियो उहाँको भ्लगमा चाहिँ भ्युअर्सहरू एकदम बढ्नु पऱ्यो, सब्सक्राइब हुनु पऱ्यो, एकदम चाहिँ लाइक कमेन्ट राम्रो हुनु पऱ्यो होइन। धेरै धेरै एकदम राम्रो पोजिटिभ पर्सन हो। हामीले पहिलेदेखि देखेको सायद मेरो विचारमा केएलमा होला फर्स्ट टाइम देखेको होइन। उहाँ साह्रै फिल्म हेरेर चाहिँ भाव दिनुभएको थियो। सायद मेरो विचारमा धेरै रुने मध्येमा उहाँ पनि पर्नु। मेरो भाइ ल 2 शब्द जस्तो। नमस्ते। सो हामी आज छौँ छाया सेन्टरमा अनि थ्याङ्क यू सो मच फर कमिङ। अनि हेरिदिनु भएकोमा धन्यवाद, धेरै धेरै धन्यवाद। अनि तपाईँको त टिकटकको प्रोफाइलमा मेरो फोटो पनि देख्छु त म त। राख्नु परेन त, राख्नु परेन।
मेरी दिदी आई मेरी दिदी आई आई के गरे हो न मेरी बहिनी आइ अनि मजाले जाओस् न मेरो स्कुटर कता छ त हाम्रो स्कुटर भएको ठाउँमै भेट्न गाह्रो भइसक्यो छाया सेन्टरभित्र कहाँ हो हे भगवान् यता हो र अलिक पर अगाडि होला यो गाडी चाहिँ दामी रहेछ हौ यो गाडी मन पऱ्यो इलेक्ट्रिकवाला हो नि चुटुक्कको सानो पनि छ र स्कुटरै छैन यार कहाँ राखेँ मैले हो र मेरो भाइ ल 2 शब्द जस्तो हामी आज छौँ छाया सेन्टरमा थ्याङ्क यू सो मच फर कमिङ अनि हेरिदिनु भएकोमा धन्यवाद धेरै धेरै धन्यवाद अनि तपाईँको त टिकटकको प्रोग्राम मेरो फोटो पनि देख्छु त म त राख्नु परेन त राख्नु परेन मेरी दिदी आई मेरी दिदी आई आई के गरे हो न मेरी बहिनी आइ अनि मजाले जाओस् न भिडियो आएको छ भाइ भिडियो आइरहेछ अलि माथि भ्लग पनि हो यो भ्लग चाहिँ उहाँको एकदम लाखौँ करोडौँ जाने गरी बनाइदिनु पर्यो होइन उहाँको भ्लग चाहिँ सुन्नु है उहाँको भ्लग चाहिँ एकदम उहाँको भ्लग यतिको कहाँ ग्यादरिङ पनि चाहियो नि उहाँको भ्लगमा चाहिँ भ्युसहरू एकदम बढ्नु पऱ्यो सब्सक्राइब हुनु पऱ्यो एकदम चाहिँ लाइक कमेन्ट राम्रो हुनु पऱ्यो होइन धेरै धेरै एकदम राम्रो पोजिटिभ पर्सन हो हामीले पहिल्यैदेखि देखेको सायद मेरो विचारमा केरलमा होला फर्स्ट टाइम देखेको होइन उहाँ साह्रै फिल्म हेरेर चाहिँ भाव दिनुभएको थियो सायद मेरो विचारमा धेरै रुने मन्दिरमा उहाँ पनि पढ्नु हामी चाहिँ एन्जिला हेरेर फेरि पनि पुरै भावुक भएर दर्शकहरू चाहिँ एन्जिलालाई फोटो खिच्दै हुनुहुन्छ हाम्रो चाहिँ अवस्था होइन कानमा आएको यहाँ दिदीलाई देखेँ
एउटा फोटोलाई यता हेरौँ है अगाडि हस् थ्याङ्क यू थ्याङ्क यू एकचोटि है ल सर एकचोटि अगाडि थ्याङ्क यू सर एकचोटि अगाडि उता हेरिदिनुहोस् उता हेरिदिनु एकचोटि अगाडि अन्जिलाजी अगाडि ल वान टू